सर यो पर्मिट लिएर इन्डिया जानु मिल्दैन सिलगढीसम्म दिँदैन हो किन अनि त्यस्तो पेपर बनाएर नि मिल्दैन पेपर बन्दैन नि त यहाँ बन्दैन काठमाडौँबाट बन्दैन काठमाडौँबाट त आएको है काठमाडौँबाटै आएको त काठमाडौँबाट मात्रै बन्ने हो र ल किन नि यहाँ बोर्डरमा चाहिँ किन त्यस्तो नभएको अब त्यो चाहिँ हामीलाई होइन भारत सरकारलाई भन्नु नेपाल सरकारबाट होइन भारत सरकारलाई आउने हो मोदीलाई सोध्नुपर्ने हो मोदीलाई त अब किन तपाईँले नेपालको बाइक गाडी चाहिँ यता सिलगढीमा आउँदैन भन्ने हो फिर्किहाल्यो होला फर्किहाल्ने हो फर्किहाल्दा अर्को गाडीमा झमेला हुन्छ क्या लगेर है? कोर्टमा हालिदिएर त जान्दिँदैन उता लाग्छ अब यहाँबाट गयो सानो गाडी गरेर भइहाल्यो त दिँदैन अब किन लफडाको हुन्छ अब उताको लागि यता अब भर्खर सुविधा भइहाल्छ त्यही त उनीहरू चाहिँ आइरहेछ मजाले आइरहेछ यिनीहरूको मेन यहाँ कस्टम पनि छैन अर्को कुरो यो उनीहरूको चाहिँ गर्दो रहेछ क्या त्यो भएर अब पहिले धरानमा हुँदाखेरि बिराटनगरमा गर्थ्यो हजुर एमएससी धरानबाट हुँदाखेरि त्यहाँ बिराटनगर गरिदिन्छ नि त अहिले फेरि अब एमएससी त्यो हुँदैन काठमाडौँ मात्रै हुँदैन अनि जस्तो अब नेपाली टुरिस्ट चाहिँ के साधन लिएर नेपालको साधन चाहिँ उता छिर्दै नमिल्ने त्यो जुन बनाएको हुन्छ त्यो पायो उनीहरू त आएर मस्त डुलिआएको त नि WSK कुदिरहेको त्यतिर त्यो त अब यस्तो हुन्छ अब हाम्रो चाहिँ सरकारले दिएको छ भन्सा सुविधाहरू दिएको छ पायो अब उनीहरूको त अब उनीहरूको उनीहरूले दिँदै नदिएको है उनीहरूले नदिएको हो उनीहरूको नियम हो नि त अब उनीहरूको नियम हामीले मिलेन आहा भनेपछि इन्डिया घुम्नु गाह्रै रहेछ काठमाडौँबाटै बनाएर आउनुपर्ने रहेछ है समस्या हुन्छ बहुत दुःख अब मैले बाइक राखेर जानुपर्ने भयो